शेरबहादुरलाई छोए अरे सम्पत्ति शुद्धिकरण ऊ पनि छुट्छन्, सबै छुट्छन्। तपाईँ एउटा कुरा मान्नुस्, म पनि अलिकति राजकाजको छेउ किनारमा बसेको हो होइन, सबै सबैले हिजोको आफ्नो मालिकलाई सेवा दिन तयार छन्। यहाँ सेटिङ छ हेर्नुहोस्, ठुलो सेटिङ। मुलुक चाहिँ बर्बाद गर्नु छ भने त्यो इन्स्टिट्युसनमा चाहिँ यस्तै किसिमले सेटिङ गरेर हाल्नुहोस्। इन्स्टिट्युसनले के गर्छ भने त्यसले लिएको जिम्मेवारीबाट त्यसले लिएको जुन स्ट्रेन्थ हुन्छ नि, शक्ति, त्यो शक्ति त्यसले आफ्नो लागि प्रयोग गर्छ, आफ्नो लागि, त्यो राष्ट्रको लागि, जनताको लागि प्रयोग गर्दैन। यो तोड्न सक्नुहुन्छ बालनजीले? तपाईँलाई लाग्छ यति ठुलो जनमत उहाँहरूसँग छ, एराउन्ड तपाईँको नियर 2/3 मेजोरिटी उहाँहरूको हातमा छ, के गर्न सक्नुहुन्छ उहाँहरूले, के गर्न सक्नुहुन्न पुरञ्जन आचार्यजी? उहाँले ऐन कानुनहरू तुरुन्तै चाहिँ तल्लो सदनमा लगेर पहिला सुरु सबै चेन्ज गर्नुपर्छ। कतिसम्म चेन्ज गर्न सक्ने हो यो त एकदमै चाहिँ चुनावको रिजल्ट आउँदा आउँदै तयार गर्ने र अबको पार्लियामेन्टमा लिएर गएर चाहिँ पहिला सुरु यो नेपालको ऐन कानुन नियम यो कसको लागि बनेको छ? यो हिजोको ओलिगार्कीलाई, यो अल्पतन्त्रको लागि बनेको छ। यो आम नेपालीको लागि हिजोको ऐन नियम कानुनहरू बहुत कम बनेको छन्। एकपल्ट यसलाई चाहिँ निहालेर हेर्नुपर्छ। संविधान पनि त्यस्तै खालको छ।